हेलो अल अफ माई डियर स्टुडेन्ट्स, वेलकम टु आवर न्यू भिडियो। सो आजको यस भिडियोमा हामी कुरो गर्नेवाला छौँ हाम्रो एउटा लास्ट च्याप्टरहरूको बारेमा, जुन कि हाम्रो आज हामी 4वटा च्याप्टरको बारेमा कुरो गर्छौँ र यो फिजिक्सको हामी लास्ट त्यो भन्छौँ के भन्छ लास्ट च्याप्टर नै भन्छौँ, लास्ट भिडियो पनि हो यो फिजिक्सको। यदि यो पछिको 3वटा भिडियो र यो आजको यदि भिडियो हेर्छु भने यो तिमीहरूले म स्योर दिन्छु, ग्यारेन्टी दिन्छु 100% कि 50+ मार्क एकदम मजाले लिएर आउँछु, ठिक छ। अनि सो अब हामी यो इलेक्ट्रिक सर्किटबाट स्टार्ट गर्नेवाला छौँ, जुन कि भेरी इम्पोर्टेन्ट क्वेसन फेरि पनि म लिएर आइसकेको छु। अनि ल म 2 दिनदेखि भिडियो नै अपलोड गरेको थिएन यार, सो त्यसको लागि सरी। अनि यो आज लगभग 1 गते हो, अनि 3देखि 4 गते त्यो पनि मलाई फिक्स थाहा छैन कबदेखि एक्जाम हो, बट सायद मलाई लागिरहेछ 3 गतेदेखि हो। सो अब आज भोलि टाइम छ अब। अनि आज म फिजिक्स र केमिस्ट्री यो पछि अरू एउटा केमिस्ट्रीको भिडियो अपलोड गरिदिन्छु र त्यो हेर्ने। फिजिक्स र केमिस्ट्रीमा आज केमिस्ट्रीको पनि 2-4वटा भिडियो सो च्याप्टर क्लोज गरिदिन्छु र यसको पनि भइहाल्छ। यसमा फिजिक्समा त म कसैले टेन्सन हुँदैन, किनभने यो पछिको 3वटा भिडियो र यो 4वटा लिएर एकदम 50+ मार्क लिएर नै आउँछ। अनि यदि लास्ट मोमेन्टमा केही हुँदैन भने यसो लास्टमा हेरेर चिट यतो बनाउने, अब के गर्ने त्यो आफै लास्टमा त्यो चिट पनि गर्नु राम्रो हो कहिलेकाहीँ, तर एकदम ओभर डिपेन्डेन्ट नहुने यो मेरो कुरा हो। तर अब के गर्ने गाइस, ल अब हामी इलेक्ट्रिक सर्किटबाट स्टार्ट गर्छौँ भिडियो। सो यसमा केही डिफिनेसनहरू जस्तै आउन सक्छन्, जस्तै के हो केसिएल। कहिलेकाहीँ केसिएल मात्रै सोधिन्छ कि केसिएल सोधिन्छ र यसको डायग्राम बनाउनु पर्दैन कि, जस्तै केसिएल सोधिन्छ। सो केसिएलको फुल फर्म त सबैले थाहा छ, केसिएल नो एस किर्चोफ्स करेन्ट ला, ठिक छ। अनि केभिएल भनेको लुप ला, किर्चोफ्स भोल्टेज ला, ठिक छ। यो केभिएल केसिएल र ठान लिने एकदम इम्पोर्टेन्ट डिफिनेसनहरू हो, जुन कि आउन नि सक्छ। अब भन्छौँ भने यो केसिएल र केभिएलको त्यो म पिडिएफ पनि प्रोभाइड गरिदिन्छु, किन अब यो स्मल जुन मतलब त्यो डिफिनेसनहरू छ त्यसको म पिडिएफ पठाइदिन्छु, यो डिस्क्रिप्सन या त कमेन्टमै पिन गरिदिन्छु के हेर्ने। अनि त्यो सबै ल अब हामी अर्को एउटा डेरिभेसन, जुन कि भेरी इम्पोर्टेन्टमा जाम भने त्यो छ एकदम डेरिभेसन अफ ब्यालेन्स कन्डिसन फ्रम किर्चोफ्स ला। यो एकदम के हो वेस्टर्न ब्रिजबाट हामीले त्यो ब्यालेन्स गर्नुपर्छ। अनि यसमा केसिएल र केभिएलको रुल लगाएर डेरिभेसन गर्नुपर्छ, एकदम मजाले गरिदिनु, एकदम भेरी इम्पोर्टेन्ट क्वेसन हो। यदि डेरिभेसन आयो भने 5 मार्कमा या त 4 मार्कमा डेरिभेसन प्लस 1 मार्कको त्यो डेफिनेसन आउँछ, यो ग्यारेन्टी छ मेरो। अनि यो भयो हाम्रो यो वेस्टर्न ब्रिजवाला त्यो ब्यालेन्स कन्डिसन। अनि त्यो मिटर ब्रिज त अहिले त्यति खासै सोध्दैन, बट त्यसको डायग्राम र त्यो के भनिन्छ मिटर ब्रिजको डिफिनेसन याद गर्नु करे होला, डेरिभेसन त आउँदैन त्यस्तो खासै यो मिटर ब्रिजको, त्यति इम्पोर्टेन्ट छैन। अनि अब हामी केही डिफिनेसन जस्तै पोटेन्सियोमिटर, भोल्टमिटर यहाँ म लेखिदिन्छु, जस्तै इन्टर ओके एकछिन पक्का तिमीहरू, म यहाँ डिफिनेसन सर्ट लेखिदिन्छु, केसिएल केभिएल अनि त्यसपछि पोटेन्सियोमिटर्स एन्ड त्यो भोल्टमिटर। यसमा धेरै डिफिनेसनहरू छ, तर जुन खास डिफिनेसन इम्पोर्टेन्ट छ त्यो मात्रै म लेखाउँछु। अनि कहिलेकाहीँ यो पनि सोधिन्छ प्रिन्सिपल्स अफ पोटेन्सियोमिटर एकदम इजी छ। जस्तै के हुन्छ भोल्टेज इज डाइरेक्टली प्रोपोर्सनल टु द इट्स लेन्थ, मतलब भी इज डाइरेक्टली प्रोपोर्सनल टु एल। सो हामी के गर्छौँ भी इज डाइरेक्टली प्रोपोर्सनलवाला त्यो साइन लगाएर एल गरिदिन्छौँ। अनि जब त्यो डाइरेक्टली प्रोपोर्सनल हटाउँछ इक्वल टु गर्छौँ भने भी इक्वल टु केएल भइहाल्छ, त्यही मात्रै हो। यो कहिलेकाहीँ सोध्छ, त्यस्तो खासै इम्पोर्टेन्ट छैन, यो नलिए पनि केही हुँदैन, यसलाई स्किप पनि गर्न मिल्यो। अनि त्यसपछि कन्स्ट्रक्सन अफ पोटेन्सियोमिटर आउँदैन, फिक्स छ, मेरो ग्यारेन्टी छ। अब हाम्रो आयो एउटा कम्पेरिजन अफ इएमएफ अफ टु सेल। यो पनि एकदम इम्पोर्टेन्ट छ, यो हेरिहाल्नु होला। E1 अपन E2 इक्वल्स टु L1 अपन L2 यो प्रुभ गर्नुपर्छ। यो इजी छ, सबैभन्दा पहिला डायग्राम बनाउने, डायग्रामलाई हल्का मात्रै डिफाइन गर्ने। डिफाइन मतलब के हो, जस्तै त्यसमा के काम हुँदैछ, के छ, जस्तै रियोस्टेट, इएमएफ अफ सेल, अनि जकी कतिवटा छ, त्यो L1 के हो, L2 के हो, त्यही सबै मात्रै हो डिस्क्राइब गर्ने, के डिफाइन गर्ने, अलिकति एक्सप्लेन गरिदिने, त्यही हो। अनि त्यसपछि त्यो डेरिभेसन त फुल नै गर्नुपर्छ, किनभने नम्बर चाहिन्छ नि, त्यही भएर हो। त्यसमा डिफिनेसनमा त्यो डेरिभेसनमा केही गर्न मिल्दैन। अनि एउटा के भनिन्छ डिफिनेसनको कुरा गर्यो भने हामी एउटा अरू त्यो छ जुल्स ल अफ हिटिङ, JOULES जुल्स ल अफ HEATING। ल यो सबैजना लेखा, म यसै भनिदिन्छु कि एकदम भेरी इम्पोर्टेन्ट यो डिफिनेसन हो। यदि के भनिन्छ
यदि यो सबै आएन भने यो केबिएल केसिएल आएन भने यो जुल्स ल अफ हिटिङ आउँछ। जस्तै जुल्स ल अफ हिटिङमा हामी के लेख्न सक्छौँ त्यसमा करेन्ट रेसिस्टेन्स एन्ड टाइम यो इक्वल हुन्छ के यो जुल्स ल अफ हिटिङ। सो सिम्पल यदि म भन्छु भने सिम्पल तिमीहरू लेख्ने इट स्टेट दैट द अमाउन्ट अफ हिट प्रोड्युस अन अ कंडक्टर इज डाइरेक्टली प्रोपोर्शनल टू द स्क्वायर अफ करेन्ट एन्ड रेसिस्टेन्स एन्ड टाइम पिरियड टाइम नो फेरिदेखि लेख्ने इट स्टेट दैट द अमाउन्ट अफ हिट प्रोड्युस अन अ कंडक्टर इज डाइरेक्टली प्रोपोर्शनल टू द स्क्वायर अफ करेन्ट आई resistance R and time T called Joule's law of heating. So Joule's law of heating is denoted by D H I mean H okay. So H is equal to I square अनि R T हो यो यही हो H equals to I square R T यसैबाट हामी त्यो डिफिनेसन बनाउन सक्छौं। सिम्पल के लेख्ने इट इज के भन्छ स्टेट दैट द अमाउन्ट अफ हिट प्रोड्युस अन अ सिस्टम अन अ कंडक्टर यो यस्तै आफै मिलाएर लेख्ने कि यो फर्मुला याद गर्ने फर्मुलाबाट डिफिनेसन बनाउने गलत हुँदैन ठीक है। सिधा यस्तो पनि हामी गर्न सक्छौं जुल्स ल अफ हिटिङ इज डाइरेक्टली प्रोपोर्शनल टू द स्क्वायर अफ करेन्ट जुन कि आई स्क्वायर भनेको त्यो स्क्वायर अफ करेन्ट भइहाल्यो अनि रेसिस्टेन्स आर भइहाल्यो अनि टाइम टी त्यो भइहाल्यो भने यति लेख्यो एन्सर आयो जुल्स ल अफ हिटिङ। यसको पनि भइहाल्छ अनि यसलाई कहिलेकाहीँ प्रुफ गरिदिन्छ भने 2 मार्कमा सोध्न सक्छ प्रुफ पनि गरिदिनु होला। जस्तै एच इज डाइरेक्टली प्रोपोर्शनल टू आई स्क्वायर इक्वेसन 1 बनाउने एच इज डाइरेक्टली प्रोपोर्शनल टू आर इक्वेसन 2 बनाउने एन्ड एच इज डाइरेक्टली प्रोपोर्शनल टू टी यो इक्वेसन 1 2 3 बनाएर यसलाई कम्बाइन गरिदिने अनि डाइरेक्ट के लेखिदिने के लेखिदिने थाहा छ एच इज डाइरेक्टली प्रोपोर्शनल टू आई स्क्वायर आर टी एन्ड यो फेरि त्यो के भन्छ प्रोपोर्शनल हटाएर इक्वल टू राखेर त्यहाँ के गरिदिने सो के हुन्छ एच इक्वल्स टू के आई स्क्वायर आर टी यो प्रुभ हुन्छ हाम्रो जुल्स ल अफ हिटिङको ठीक छ। यस्तै म भनिदिन्छु यो किनभने अलि इम्पोर्टेन्ट छ त्यही भएर भनिदिएको अनि यहाँ हाम्रो यो पनि भइहाल्छ। अनि लास्ट के छ डेरिभेसनमा लास्ट के छ मेजरमेन्ट अफ इन्टरनल रेसिस्टेन्स अफ सेल यो त्यति खासै इम्पोर्टेन्ट छैन बट स्किप गर्न मिल्दैन यसलाई के आछ कि यो एक्जाममा आछ म हेरेछु 2-3 चोटि आछ म हेरेछु त्यसको पेपर लगभग 2078 मा 78 त्यो हेर्नुपर्छ त्यो त पछिको कुरा भइहाल्यो तर यसलाई स्किप गर्न मिल्दैन ओके। मेजरमेन्ट अफ इन्टरनल रेसिस्टेन्स अफ सेल एकदम इम्पोर्टेन्ट त हेर्न मिल्दैन किनभने अब यो अहिलेसम्म मतलब यो 80 देखि आएको छैन कि त्यही भएर म भनेको 80 भन्दा पछि आएको थियो त्यही भएर 2080 देखि त आएको छैन कि यो पनि इजी नै छ त्यही भएर हो एलएसीएफ पनि एलईडी -1 यही प्रुफ गर्नुपर्छ आर इक्वल्स टू आर क्यापिटल वाला आर ओके अनि फेरि ब्राकेटमा एलएसीएफ पनि एलईडी -1 अब मसँग त्यो ट्याब छैन नत्र यति राम्रोले गराइदिन्छ अब केही दिनमा लिन्छु किनभने अब न्यू सेक्सन स्टार्ट गर्छु म फिजिक्सको जसमा अल टु अल पढाइदिन्छु त्यो 2084 को ब्याचलाई जुन कि एकदम फिक्स 75 मा लगभग 60 मार्क लिएर म ग्यारेन्टी आउँछु किनभने फिजिक्सको हरेक क्वेशन गराउँछु कि अब त्यही भएर हो। अब हाम्रो आयो अर्को च्याप्टर जुन कि के छ पहिला म्याग्नेटिक प्रोपर्टिज अफ रेडियल पहिला अल्टरनेटिङ करेन्टको हामी गर्छौं अनि त्यसपछि केही गर्छौं ओके किनभने यो अल्टरनेटिङ करेन्ट यो म्याग्नेटिक प्रोपर्टिज अफ मेटेरियल भन्दा इम्पोर्टेन्ट एकदम अल्टरनेटिङ करेन्ट छ के अहिलेसम्म हाम्रो 8 मिनेटको जस्तै भिडियो भइसक्यो त्यही भएर हो। अब अलि टाइम मिलेन भने त्यो यो यसलाई म्यानेज पनि गर्न मिल्छ बट यसलाई म्यानेज गर्न मिल्दैन किनभने एकदम इम्पोर्टेन्ट च्याप्टर हो। सो अल्टरनेटिङमा केही इम्पोर्टेन्ट डिफिनेसनहरु जस्तै व्हाट इज एसी अल्टरनेटिभ करेन्ट के हो सोधिन्छ डीसी के हो सोधिन्छ टाइम पिरियड अफ अल्टरनेटिभ करेन्ट त्यति खासै इम्पोर्टेन्ट यो सबै छैन त्यति त नलेजको लागि यति मात्रै हो। अनि यसमा मेन इम्पोर्टेन्ट भनेको के हो एभरेज अर मीन भ्यालु अफ अल्टरनेटिभ करेन्ट यसको डेरिभेसन गर्नुपर्छ र यसलाई एकदम राम्रोले गर्ने यसलाई हल्का सा त्यो के भन्छ एभरेज अर मीन भ्यालु अफ एसी लाई हल्का सा डिफाइन गरेर अनि त्यसको के भन्छ डेरिभेसन गर्दिने जस्तै एभरेज अर मीन भ्यालु अफ अल्टरनेटिभ भनेको के हो ओभर अ हाफ नेगेटिभ साइकल अर हाफ पोजिटिभ साइकल यति लेखेमा मिल्छ सिधा के लेख्ने द एभरेज अर मीन भ्यालु अफ अल्टरनेटिभ करेन्ट इज अ करेन्ट ओभर अ हाफ नेगेटिभ साइकल अर हाफ पोजिटिभ साइकल ओके यति मात्रै लेखेमा पुग्छ। सो यसलाई पनि हामी लिन सक्छौं आरएजी एभरेज अर मीन भ्यालु अफ एसी ओके यो एउटा भयो। अनि अब हाम्रो यो एकदम भेरी इम्पोर्टेन्ट भनेको आरएमएस भ्यालु अफ अल्टरनेटिङ करेन्ट एकदम इम्पोर्टेन्ट एकदम किनभने यसमा त्यो पनि छ के भन्छ यसमा डेरिभेसन नि छ यसको डेफिनेसन पनि लेख्नै पर्छ त्यही भएर हो। सो यसलाई हामी प्रुफ गर्छौं ओके
प्रुफ त अब म यहाँ के भनौँ, तिमीहरू त गरे होला आफ्नो नोटबुकमा यसो हेर्ने, अनि टाइम मिल्छ भने अब टाइम त धेरै छैन, तर रिभिजनमा यसो गर्छौ भने फिजिक्सको दिनमा त्यो रिभिजन हान्दिने के आरएमएस भ्यालु अफ अल्टरनेटिभ करेन्ट यो भइहाल्यो। यसको डिफिनेसन त यदि चाहन्छौ भने म भनिदिन्छु, जस्तै भन्ने के छ, अब म त्यो लेखेर पठाइदिन्छु कि डिस्क्रिप्सन या त कमेन्टमा हेर्ने कि कमेन्टमा पिन गरिदिन्छु त्यसलाई, अनि हेर्ने एकदम मजाले, अनि पढ्नु मन छ भने पढ्ने, नत्र अलिकति आफ्नै नोटबाट पढे नि हुन्छ कि एकदम। सो आरएमएस भ्यालुले हामी सिम्पल के भन्न सक्छौँ, आरएमएस भ्यालु अफ अल्टरनेटिभ करेन्ट इज डिफाइन्ड एज द स्टडी अफ DC which dissipates energy in a given resistor at the time assessed done by alternative current। यति लेखेमा मिल्छ नम्बर। म यो सबै रट्टा नै हाने थिएँ, त्यही भएर हो कि अब्बा यति के भन्ने। अब त्यसले बुझ्न त खासै केही यसमा बुझ्नेवाला छैन त्यति खासै, तर अब हान्नु छ भने रट्टै हाल्ने। यो स्मललाई हान्नुपर्छ कि रट्टा बुझेर लेख्न मिल्दैन यसलाई। अनि यो आरएमएस भ्यालु त थाहै छ केबाट डिनोट हुन्छ, आरएमएसबाट, आरएमएसबाट, ओके। र यो भयो हाम्रो त्यो के भनिन्छ आरएमएस भ्यालु अफ अल्टरनेटिभ करेन्ट। अनि यसमा यो एसी थ्रु क्यापेसिटर, एसी थ्रु इन्डक्टर एन्ड एसी थ्रु त्यो के भन्छ, अनि सायद के छ एलआरसिआर सर्किट यसमा नि छ। ओके एउटा अरू क्वेसन मिल्यो, एकदम भेरी इम्पोर्टेन्ट क्वेसन हो, जुन कि म बनाएको नि छु। यहाँ म हातमा लिएर बसेछु, त्यही के त्यो एउटा सानो मेरो नोट छ, त्यसैमा लेखिदिन्छु एकदम भेरी इम्पोर्टेन्ट क्वेसनहरू, अनि त्यसको बारेमा भनिदिन्छु यसो कहिलेकाहीँ। ल अब लेखा यो एउटा भेरी इम्पोर्टेन्ट, जुन कि यसपालि नि फिक्स आउन सक्छ कि 100% एलसिआर सर्किट, थाहै छ यो एकदम इम्पोर्टेन्ट छ, त्यही भएर हो। अब एलसिआर सर्किट एकदम भेरी इम्पोर्टेन्टमा यसलाई हामी लिन सक्छौँ, ओके। सो डोन्ट स्किप द क्वेसन, ओके, एन्ड बी प्रिपेयर फर द रिएक्जाम। एन्ड अब हामी केही डिफिनेसनको कुरा गर्छौँ, जस्तै यो एलसिआर सर्किट त भयो। अब केही अरू डिफिनेसनहरू बचेछ जुन कि एकदम इम्पोर्टेन्ट छ, जस्तै मल्टिप्लायर भनेको थाहा छ नि भन्नु, थाहा छैन। अब म यहाँ सोध्न पनि सक्दिनँ, किनभने लाइभमा त सोध्न मिल्छ, अब लाइभ यहाँ छैन कि ल ठिक छ, केही छैन। यो मल्टिप्लायरवाला पनि हामी लिन सक्छौँ, MULTIPLYER मल्टिप्लायर एन्ड ग्याल्भनोमिटर, GALVANOMETER ग्याल्भनोमिटर। यस्तो कहिलेकाहीँ सोधिदिन्छ तर त्यति इम्पोर्टेन्ट छैन। MULTI मल्टिप्लायर, ओके, यो भयो। PLYE, ओके, त्यो स्पेलिङ त मिस्टेक भइहाल्छ मेरो। यो ग्याल्भनोमिटर भयो। अनि यो जुन करेन्टमा त्यो सर्किटमा करेन्ट फ्लो गर्छ त्यो नाप्ने डिभाइसले थाहा छ के भनिन्छ, त्यो कहिलेकाहीँ सोध्छ कि एमिटर, वाट इज एमिटर। सो एमिटरले के गर्छ, करेन्ट त्यो सर्किटमा बगेको करेन्टलाई नाप्न मद्दत गर्छ। सो लेख्न के सक्छौँ, एमिटर इज अ डिभाइस द्याट इज युज टु मेजर करेन्ट फ्लोइङ इन सर्किट। इट्स यो भयो। अनि यो हाम्रो भयो। अनि कन्भर्जन अफ ग्याल्भनोमिटर इन्टु एमिटर, यसलाई अब नलिने, किनभने ओहो यो त इम्पोर्टेन्ट छ यार, किन नलिने। कन्भर्जन अफ ग्याल्भनोमिटर इन्टु एमिटर पनि नोट गरिहाल। डेरिभेसनमा स्मल यसको के भन्छ, डायग्राम बनाउनु पर्छ, अनि त्यसलाई डिनोट गर्नुपर्छ कुन के हो यो सबै, अनि लास्टमा खाली मात्रै डेरिभेसन छ, यसलाई डिस्क्राइब नै त्यही हो। अनि पावर अफ एलसिआर सर्किट, यसलाई पनि नाल्यौँ इम्पोर्टेन्ट क्वेसनमा। यहाँ इम्पोर्टेन्ट क्वेसन जस्तै एकदम सोधिदिन्छ, इम्पोर्टेन्ट डेफिनेसन सोधिदिन्छ, इम्पिडेन्स, ओके, इम्पिडेन्स IMPENDANCE इम्पिडेन्स। यसको म लेखाइदिन्छु कि यसको के हो, द टोटल रेसिस्टेन्स, द total resistance RESISTANS, the total resistance OFFERED offered by LCR circuit, LCR सर्किट, यो सबै क्यापिटल लेख्ने है कि एक्जाममा क्यापिटल लेख्ने एलसिआरले, ओके। LCR CIRCUIT सर्किट, CALLED कॉल्ड इम्पिडेन्स, IMPENDANCE इम्पिडेन्स, ओके। ओ माई गॉड, ओके, केही छैन। अनि त्यो एडमिटेन्सले थाहा छ के भनिन्छ, द रेसिप्रोकल अफ इम्पिडेन्स कॉल्ड एडमिटेन्स। इम्पोर्टेन्ट छैन तर बुझ्नको लागि जस्ट फर द पर्पज अफ नलेज। मेरो पनि इङ्ग्लिस यार त्यति खासै त्यही छैन। अनि यो इम्पिडेन्सलाई जेडबाट हामी डिनोट गर्न सक्छौँ, जुन कि एलसिआर सर्किटमा हामी जब निकाल्दाखेरि त्यसमा इम्पिडेन्सको युज हुन्छ, जस्तै जेड इज इक्वल टु केही हुन्छ, त्यसमा के भन्छ एलसिआर सर्किटमा जेड इज इक्वल टु रुट ओभर यस्तै के हुन्छ, IXL त्यही सबै हो। त्यो एलसिआर सर्किटमा युज हुन्छ, त्यसलाई जेड डिनोट, यसलाई यहाँ इट इज DENOTED बाई जेड, ओके।
यो भयो हाम्रो इम्पिडेन्स एकदम भेरी इम्पोर्टेन्ट हो। यो पालि नि आएको थियो इक्जाममा 2023 को इक्जाममा आएको थियो एनइबीमा। सो इम्पिडेन्स भइहाल्यो। अनि यो क्वालिटी फ्याक्टर द रेसियो अफ भिएल एन्ड भिआर कल क्वालिटी फ्याक्टर एकदम इजी डिफिनेसन हो यार। के भन्छ त्यो द अब यहाँ क्यू फ्याक्टर पनि भन्न मिल्छ। एफएससिटिओआर क्यू फ्याक्टर। द रेसियो आरएटिआइओ रेसियो अफ भिएल मिन थाहा छ एनी भन्नु? अब यार के भन्ने, भिएल मिन भनेको त्यो भोल्टेज अफ इन्डक्टर्स एन्ड भिआर मिन भोल्टेज अफ रेजिस्टर। पिओएलटिएजी भोल्टेज अफ इन्डक्टर आइएनडियुसिटिओआर भोल्टेज अफ इन्डक्टर एन्ड द रेसियो भिएल एन्ड भिआर भनेको भोल्टेज अफ रेजिस्टर। VOLT voltage of ESISTOR voltage of resistor. The ratio of VL and VR called CALL called Q factor. Q factor like quality factor बन्छौँ। Q underscore factor capacity or factor dot। यो भयो हाम्रो क्वालिटी फ्याक्टर को डेफिनेसन। ओके यो पनि भयो। बा यो क्वालिटी फ्याक्टर यसको यो के भन्छ त्यो स्मल डेरिभेसन छ एकदम सोधिन्छ 2 मार्कमा यो क्वालिटी फ्याक्टर यसको सोधिन्छ एकदम भेरी इम्पोर्टेन्ट। यसले पनि हामी लिन सक्छौँ डेफिनेसन र त्यो डेरिभेसनमा, जुन कि यसको खासै त्यति गाह्रो डेफिनेसन छैन किनभने स्मल डेरिभेसन छ। हामी दुई तरिकाले यसले हामी डेरिभेसन गर्न सक्छौँ। एउटा त्यो आइएक्सएल र आइएक्सी यो लिएर हामी अब यहाँ के भन्ने यार त्यस्तो खासै अब नोटबुकबाट पढ्ने तिमीहरू लास्ट मोमेन्टमा केही गर्न सक्दैन। यही कुरा म बार भन्छु कि हरेक भिडियोमा यही कुरा भन्छु यार। ल अब तिमीहरू पनि पाके होला यो सबै सुनेर। यदि इम्पिडेन्स अनि क्वालिटी फ्याक्टर आएन भने इक्जाममा यो पालिको यो फिक्सै बस यही नै आउँछ। RESONANC रेजोनेन्स अफ LCR रेजोनेन्स इन एनसीआर सर्किट यही नै आउँछ। यदि यो दुईटै मध्ये इम्पिडेन्स र क्वालिटी फ्याक्टर आएन भने फिक्सै भन्छ कि रेजोनेन्स इन एलसीआर सर्किट आउँछ। यसमा पनि हल्का सा डेरिभेसन छ त्यो पनि आउन सक्छ 2 मार्कमा, ओन्ली 2 मार्कमा, नट सो मचमा 2 मार्कमा मात्रै आउन सक्छ। ओके ल यसको यदि डेफिनेसनको कुरा गर्यो भने रेजोनेन्सलाई त पहिला पनि भनेको थिएँ। रेजोनेन्स भनेको एउटा यस्तो कन्डिसन हो त्यो पहिलाको च्याप्टरमा जहाँ एम्प्लिट्युड एकदम म्याक्सिममले भाइब्रेट गर्छ, जहाँ सिस्टमले एकदम म्याक्सिमम एम्प्लिट्युडले भाइब्रेट गर्छ। ओके सो यो रेजोनेन्स भयो। अब तर यहाँ के हुन्छ ठिक छ, रेजोनेन्स भनेको एउटा कन्डिसन हो जुन कि एउटा सिचुएसन हो जुन कि एलसीआर सर्किटमा करेन्ट म्याक्सिमम हुन्छ। ओके करेन्ट म्याक्सिमम यसमा त्यसमा एम्प्लिट्युड म्याक्सिमम थियो अनि यसमा करेन्ट म्याक्सिमम हुन्छ। ओके सो द रेजोनेन्स रेजोनेन्स इज द CONDITION condition or situation सिचुएसन कन्डिसन आर सिचुएसन। यो स्पेलिङ आफै मिलाउने भयो म छिटो टाइपिङ गर्दैछु त्यही भएर हो। कन्डिसन र सिचुएसन इन एलसीआर सर्किट CIRCUID सर्किट इन which the CORRENT current is MAXIMU maximum dot। यो भयो इन which the current is maximum। हल्का सा सच्याउनु पर्छ CONDI कन्डिसन। यो म नोट एकदम त्यो भनिन्छ PDF बनाएर त्यसमा हालिदिन्छु एकदम सच्याएर यो सबै स्पेलिङ पनि सच्याइदिन्छु। अनि यो पनि भयो। अब हाम्रो यो के भन्छ अल्टरनेटिभ करेन्ट नि भयो। अब हाम्रो आयो एउटा म्याग्नेटिक प्रोपर्टिज अफ मटेरियल जुन कि एकदम स्मल च्याप्टर र एकदम मिठो च्याप्टर रहेछ। यसमा डेफिनेसन मात्रै हो कि डेफिनेसनमा के आउन सक्छ। अब यस स्टार्ट गरौँ हामी यसको पनि म्याग्नेटिक प्रोपर्टिज अफ मटेरियल। सबैभन्दा पहिला म्याग्नेटिक फिल्ड सोध्न सक्छ। म्याग्नेटिक फिल्डको डायग्राम बनाउने नर्थ पोल साउथ पोल अनि यस्तो कसरी म्याग्नेटिक फिल्ड जान्छ, म्याग्नेटिक लाइन कसरी जान्छ अनि यसको वरिपरि म्याग्नेटिक लाइनको वरिपरि म्याग्नेटिक फिल्ड हुन्छ त्यही बनाउने डायग्राम। अनि त्यसपछि अलिकति त्यसको डेफिनेसन सिम्पल छ। म्याग्नेटिक फिल्ड इज ए स्पेस अराउन्ड अ म्याग्नेट वेयर इट इन्फ्लुएन्स क्यान फिल्ड। यही मात्रै लेख्ने भइहाल्छ। म लेखिदिन्छु, म त्यसले पठाइदिन्छु। ओके म पठाइदिन्छु। अब यहाँ भिडियो किन लङ गर्ने त्यही भएर हो। अब यो पनि भइहाल्यो। यो म्याग्नेटिक फिल्ड पनि भयो। अब प्रोपर्टिज अफ म्याग्नेटिक फिल्ड एकदम भेरी इम्पोर्टेन्ट जुन कि 2 मार्कमा आउन सक्छ। अनि यो म्याग्नेटिक प्रोपर्टिज अफ मटेरियलबाट नि 2 मार्क आउँछ। यस च्याप्टरबाट 2 मार्क मात्रै आउँछ यार। जुन कि प्रोपर्टिज अफ म्याग्नेटिक मटेरियल आउन सक्यो 4वटा भन्छु, 4वटा मध्ये एउटा आउँछ 2 मार्क। ओके यो च्याप्टरबाट। ओके प्रोपर्टिज अफ म्याग्नेटिक फिल्ड
एकदम भेरी इम्पोर्टेन्ट म्याग्नेटिक सब्स्टेन्स द सब्स्टेन्स व्हिच आर अट्र्याक्टेड बाई म्याग्नेट कल्ड म्याग्नेटिक सब्स्टेन्स एकदम इजी डेफिनेसन याद पनि भयो होला म भनिदिएँ त्यही भएर हो अब क्लासिफिकेसन अफ म्याग्नेटिक फिल्ड एन्ड अर म्याग्नेटिक सब्स्टेन्स ओके यदि त्यो प्रपर्टिज आएन भने यो आउँछ क्लासिफिकेसन अफ म्याग्नेटिक सब्स्टेन्स ओके यो पनि 3 टाइपको छ डाइ पारा फेरो डाइम्याग्नेटिक सब्स्टेन्स पाराम्याग्नेटिक सब्स्टेन्स एन्ड फेरोम्याग्नेटिक सब्स्टेन्स डाइमा के हुन्छ त्यससँग एट्र्याक्सन फोर्स 0 हुन्छ हुँदैन कि अनि पारामा के हुन्छ पाराम्याग्नेटिक सब्स्टेन्समा अलि मिडियम टाइपको हुन्छ मिडियम टाइपको एट्र्याक्सन फोर्स हुन्छ अनि फेरोमा केही एकदम हाई हुन्छ कि एकदम हाई हुन्छ फेरोम्याग्नेटिक सब्स्टेन्स यो सबै भइहाल्यो अब मिलाएर त्यो आफ्नै डेफिनेसन लेखिहाल्ने र अब हाम्रो यो च्याप्टर नि भयो यो च्याप्टर नि खत्म भयो प्रपर्टिज मात्रै हेर्ने प्रपर्टिज अफ म्याग्नेटिक फिल्ड्स एन्ड यो क्लासिफिकेसन अफ म्याग्नेटिक मटेरियल अनि यो स्मल डिफिनेसन जस्तै म्याग्नेटिक फिल्ड्स हुन सक्छ म्याग्नेटिक सब्स्टेन्स म्याग्नेटिक फ्लक्सको पनि यदि डिफिनेसन लेख्नु छ भने द नम्बर्स अफ म्याग्नेटिक लाइन अफ फोर्स पासिङ थ्रु दैट एरिया कल्ड म्याग्नेटिक फ्लक्स ओके यो भइहाल्यो अनि अब हाम्रो एकदम भेरी इम्पोर्टेन्ट च्याप्टर जुन कि म्याग्नेटिक फिल्ड रहेछ यसमा ओवरस्टेड एक्सपेरिमेन्ट अनि बायोट सर्भटला मात्रै इम्पोर्टेन्ट छ अब म भनिदिन्छु अनि केही त्यो भनिन्छ केही डिफिनेसनहरू पनि यसमा इम्पोर्टेन्ट छ डिफिनेसन पनि त्यही नै हो कि म्याग्नेटिक फिल्ड म्याग्नेटिक फ्लक्स एन्ड म्याग्नेटिक सब्स्टेन्स यही 3वटा मात्रै डिफिनेसन यसमा पनि छ त्यसमा आएन भने यसमा आउन सक्छ यसमा आएन भने त्यसमा आउन सक्छ त्यो पनि हुन्छ कहिलेकाहीँ तर अब थाहै छ एनबीको मान्छे पनि त्यो के भन्छ अरे इन्टेलिजेन्ट हुन गइरहेछ त्यही भएर हो अब ओवरस्टेड एक्सपेरिमेन्ट त खासै आउँदैन त्यही भएर यसमा आउने भनेको बायोट एन्ड सर्भटला अनि त्यसको एप्लिकेसन भनेको डेरिभेसन हो 3वटा छ कि 4वटा छ आई थिंक 3वटा छ 3वटा होला अब त्यो बायोट एन्ड सर्भटला वाला गरिहाल्ने अब म त्यसमा खासै केही भन्न सक्दिनँ किनभने त्यो एकदम लङ हो क्वेशनहरू त्यही भएर हो अब यसमा म्याग्नेटिक फिल्ड पनि हाम्रो बुझ्न सक्यो किनभने बायोट सर्भटला भन्न सक्छ अब लास्ट मोमेन्ट्समा के पढाउने यार तिमीहरूलाई अब यो पालिको एनईबी स्टुडेन्ट्सलाई एकदम राम्रोसँग प्रिपेयर गर्छु जुन कि फिक्सै उनीहरू बस्छन् कि 60+ मार्क ल्याएर फिजिक्समा A+ आउँछ ए या त A+ आउँछ यो पालिको 2084 को स्टुडेन्टहरूलाई किनभने म आइसकेछु अब म यो पालि आएछु कि अहिलेसम्म भिडियो अपलोड गरेको थिएँ तर अब भिडियो अपलोड हुन्छ डेली हुन्छ अनि आज म केमिस्ट्रीको पनि अपलोड गरिदिन्छु भिडियो त्यसको लागि पनि लगभग आज यो भिडियो यो पहिला 9 बजे अपलोड गर्छु अनि त्यो केमिस्ट्रीको भोलि बिहान पब्लिश भइहाल्छ ओके सो डोन्ट टेन्सन नलियो स्ट्रेस नबस अनि यो एक्जामको लागि एकदम बेस्ट अफ लक्स एन्ड यदि केही कन्फ्युजन छ भने तुरन्तै कमेन्ट गर्नुस् अनि त्यो के भन्छ बायोमा सायद मेरो नम्बर नि छ त्यो पर्सनल मेसेज गर्न मिल्यो तर त्यस्तै खासै केही मेसेज छैन भने नगर्नु होला अब त्यो के भन्छ अनि केही कन्फ्युजन छ भने यो टपिकहरुमा केही कन्फ्युजन छ भने केही चाहिन्छ भने केही नोट्सहरु केही इम्पोर्टेन्ट क्वेशन अब त इम्पोर्टेन्ट क्वेशन त यसैमा भइहाल्यो त्यही भएर अरु केही टाइपको हेल्प चाहिन्छ भने तुरन्तै यो कन्ट्याक्ट आर कमेन्ट गर्नु होला कमेन्टको पनि म एकदम छिटो नै रिप्लाई दिन्छु केही भएर हो अब कमेन्ट पनि गर्न मिल्यो अनि यहाँ यो म्याग्नेटिक फिल्डमा त्यो ओवरस्टेड एक्सपेरिमेन्ट अनि बायोट सर्भटलाई वाला स्किप नगरेर जाने त्यही भएर हो अनि अब यो भिडियोलाई त म लाइक र सब्स्क्राइब गर्न हरेक भिडियोमा भन्दैन के तर अब लाइक सब्स्क्राइब अहिले हाम्रो सब्स्क्राइबर निकम छन् लगभग 16-17 वटा छन् अनि यो भिडियोलाई अब शेयर गर्नुपर्छ कि अब हाम्रो यो युट्युब को फ्यामिलीले पनि बढाउने सो यति मात्र मेरो त्यो हो अनि अब केमिस्ट्री नि राम्रो बनाउँछु त्यसको भिडियो त्यसको पनि मेरोमा एकदम इम्पोर्टेन्ट भेरी इम्पोर्टेन्ट क्वेशनहरु लिएर आइसकेको छु अनि यसको पनि हेर्न अब यही च्यानल पनि हो अहिले तुरन्तै अपलोड हुन्छ लगभग भोलि बिहान 2 गते 8 बजेतिर अपलोड त्यो केमिस्ट्रीको भइहाल्छ अनि यो 1 गते यसको अपलोड हुन्छ ओके म डेट पनि मेन्सन गरिदिइरा छु ल बाइ बाइ अल अफ माइ डियर स्टुडेन्ट्स ओके नो मतलब केही स्ट्रेस छ भने तुरन्तै भन्नु होला।